हाई गुड मर्निङ सबैलाई नमस्कार छ। नयाँ दिनको सुरुवात गरौँ। एमकेजी रोड राइडरमा हजुरहरूलाई स्वागत छ। र अब यो अलिकति पानी पोख्या पानी खाँदाखेरि कहिलेकाहीँ हुन्छ। अब यहाँबाट म निस्किने क्रम भयो। खाजा नास्ता सब बिहान खायो। बिहानको लगभग 7:45 भइसक्यो। अब लास्टै ढिला भयो। यहाँबाट म निस्किन्छु। त्यस पछाडि आज काम त केही छैन। एकछिन बजार निस्केछ भने हामी मोटर ब्लगिङमा भेटौँला। अब पहिला यदि अफिसमा गएर है अफिसबाट फेरि फर्क्यो भने चाहिँ मोटर ब्लगिङ बनाउनु पाइन्छ भन्ने मात्र कुरा गरेको, अरू केही होइन। अब यहाँबाट जाँदै हामी मोटर ब्लगिङ हुँदै अफिससम्मको राइड गरौँ। त्यस पछाडि के छ आजको सुरु पहिला त काम धेरै हुन्थ्यो र प्लानिङ भन्न नि अलिक सजिलो हुन्थ्यो। अब त पुरा जिरो भइसकेको छ। लगभग काम मैले कम्प्लिट गरिसकेको छु। अब निस्क्यो भने भेटौँला। केही छैन, बाटोमा हामी हेर्दै जाउँला। र कृष्ण मन्दिर मलाई दुःख लागिरहेको छ कि त्यहाँनिर अस्ति राति, सायद यो भिडियोभन्दा अगाडिको भिडियो हेर्नु होला, त्यसमा मैले राति के भनेको थिएँ भने लगभग के को भिड भिआइपीको हो कि क्या हो भनेर 4-5वटा पुलिसको गाडी त्यहाँ कृष्ण मन्दिरतिर लगभग 8:30 बजेको कुरो है। 1 घन्टा अगाडि त्यहाँ ठुलो काण्ड मचाइरहेछ। अरू के होइन, अब त्यो भाइहरूको आत्माले शान्ति पाओस् र अब त्यो मान्छेलाई कडामा कडा सजाय पाओस् भन्ने चाहिँ मेरो धारणा छ। अरू केही छैन। त्यस्तो गैर कानुनी हिसाब गर्नु नहुने काम गऱ्यो। एउटा जाब मिस कलमा डिस्कस पऱ्यो भनेर हामीले फोनमा पनि कति पर्छ त्यस्तो कुरोहरू। तर कहिलेकाहीँ आफू नम्र हुनुपर्छ। बोलाएर झगडा गर्ने यो त्यो गऱ्यो भने चाहिँ हामीलाई आफैलाई बेफाइदा हुन्छ। बस अरू केही होइन। मैले भन्ने काम यति नै हो। अरू सम्झिने काम हजुरहरूको। अब बाँकी रहेको भगवान्ले कृपाले हामी सुरक्षित नै रहौँ। अब चाहिँ झगडा भन्ने पछाडि गर्नुपर्छ, मिलेर अघि बढ्नुपर्छ। नेपाली ल जाउँ। अब मोबाइल हेरेर मेरो मोबाइल ल्या छोरो, ल यहाँ ल्याऊ देऊ। अहिले मलाई फेरि चाहिन्छ। एकछिन तिमीहरू उ गर न, ह्यान्डराइटिङ प्र्याक्टिस गरेर बस त तिमी। मोबाइल हेरेर मात्रै त्यो समाधान हुने होला बसेर। दुवैजना ह्यान्डराइटिङ प्र्याक्टिस गर ल। अब म पनि गोप्रो सोप्रो सबै रेडी भइसकेको छ। अब हिँड्नुपर्छ। कहिले यहाँ खोलिदिमा हाल ड्याडीको ल। थ्याङ्क यू ल। अब निस्किने क्रम भयो। अब जान्छौँ यहाँबाट। बा म लाग्यो है त ल। जय श्रीराम। यहाँ त बाटो बन्द पो छ त है। बिर्सेर यताबाट आएछ। जय महालक्ष्मी। अब यहाँको जात्रा पनि सुरु नजिक आयो। वैशाख 7 गते भनेको सुनेको, तर मलाई चाहिँ थाहा छैन। हेरौँ, आउनुहोस्, रमाइलो गर्नुहोस्। रातिको 7 बजीदेखि बेलुकाको 11-12 बजीसम्म हुन्छ। र दिउँसोतिर मेला जस्तो हुन्छ। यतातिर रमाइलो हुन्छ यो ठाउँ। यो फेरि कति दिनको, कुनै फेरि 9 दिनसम्म पनि जात्रा हुन्छ। यो त भक्तपुर जात्रा जस्तै हो फेरि यो। कति छिटो बनाइसकेको छ हौ माथिसम्म त। जस चुन माटोहरू के हालेर मिश्रित गरेर चाहिँ राम्रै बनायो है, पुरानै तरिकाले। त्यहाँनिर अस्ति आत्माले शान्ति पाउँछ सुन्दा पनि। यहाँ थिएँ म। त्यहाँ त यहाँ एउटा पुलिसको गाडी, त्यहाँ 2-3टा गाडी। अनि त्यस पछाडि के भयो होला, कोही भिआइपी आयो क्या। त्यहाँ त पुलिस पनि थियो होला नि। भिआइपी आयो होला, कोही के आयो होला। त्यही भएर त्यो सिक्युरिटीको लागि हिसाबले आयो होला। केही त प्रोग्राम होला भन्ने ठानेको त कहाँ हुनु। पुरा टल्का मचाइदिएछ 2टा भाइलाई नि। यहाँको मासु पसलको कसैले के नेपाली भन्दै थियो त्यसको नाम, त्यो केटाको। जाउँ अब। त्यही पनि मैले समाचार बेलुका घर पुगेपछि सुत्ने बेला त्यो समाचार देखाएँ क्या मैले। म जिल खाएको भने अहिलेसम्म म एक घन्टा अगाडि म के भनेर आएको थिएँ। अहिले यहाँ फेरि समाचार के सुनिरहेको छु भनेर अचम्म मानिरहेको थिएँ कि म त्यही बेला। जस यहाँ पिच गरेर चाहिँ राम्रो बनाएँ। अब यो साइडको ढलान, वाटर ड्रेन ढलान गर्दै रहेछ।
ल दरबारबाग बसन्त ऋतु आउने सँगसँगै हरियाली हुन थालिसक्यो अब त्यहाँको भित्रको के छ थुप्रै छ फलफुलदेखि लिएर अनेक छ यो भित्र एउटा यो कटहर खुब मिठो हुन्छ है यसको माथि माथि डल्लो डल्लो फल्छ पशुपतिमा खुब खाइन्थ्यो हामी बच्चा बेला ओहो बाँदरले पल्ला हाटेर हैरान गर्थ्यो त हामीलाई त्यो डल्लो देख्ने बित्तिकै ल एन्सल सेन्टर त बनाइसकेको छ है आहा कस्तो राम्रो बनाएको छ ल सपोर्ट चाहिँ गरायो नि है फेरि छुट्नु होला है रे एड पनि चिट काटिदिइहालेछ त्यो रङ वेबाट आएको होला चिटै काट्दैछ बिहान बिहानै हेर किस्मत यसको होइन के लिएर आयो किताब जस्तो छ त यो त हो बुकै हो अहिलेको शैक्षिक क्षेत्रको बुक जस्तो लाग्छ मलाई अब के भन्नु ओभर स्पिड होला त्यही भएर अलिकति गयो बचाएछ यता चाहिँ बचायो कि क्या हो ठोकेन नि ओभर स्मार्ट देखाएपछि यस्तै हो के हो बाजी अनि अरू मेरो प्यारो भाइ हो यो अनुहारै देखिँदैन फ्ल्यास गर्नु पर्ला जस्तो छ मोबाइलबाट खोइ न त चिन्दैन यसलाई कसैले आरके ब्लगलाई अब चाहिँ चिन्छ होला यहाँ चाहिँ एउटा फ्ल्यास लगाउनु पर्ला जस्तो छ है तर एक्सन प्रोमा त फेरि देखिन्छ नि यतिको अब भोलिको प्रोग्राम छोराले लिएर जाने विचार छ अब मम्मी चाहिँले कान्छोको प्रोग्राममा जान्छ जेठोको प्रोग्राममा भक्तपुर म जान्छु अब ढिमेको कम्पिटिसन दुई पोखरी त्यो भन्नुभएको थियो अनि चाहिँ अर्कै हिसाबले भन्नुभएको थियो नि त तँलाई म लोकेसन हालिदिन्छु व्हाट्सएपमा मतलब त्यहाँ गानाको बाजाको बारेमा केही भन्नुभएको थियो नि बाजाको यस्तो हो कि हाम्रो नेवारी समुदायहरूको त्यहाँको भन्दाखेरि भक्तपुरको होइन जति बाजाहरूको कम्पिटिसन हुन्छ नि त्यो ठाउँमा चाहिँ त्यसको लागि मात्रै हुन्छ क्या गीत जस्तै भन्नुभएको थियो नि त क्या दामीले के अब गीत त अब हाम्रो त्यही हो भाका त्यही अनुसारको तालको अनुसारको भाका हुन्छ त्यति हो ल लागि है त ल गुड ल ल ल ओके ल ल ल ल जाउँ अब अफिसको ड्युटीबाट सक्यो मजा आउँछ यस्तो चिजहरूमा चाहिँ अब जाउँ अगाडि ल अस्ट्रेलिया हलबाट फिल्म हेरेर आइरहेको छौ नेपाली फिल्म हेरेर कि हिन्दी फिल्म हेरेर थाहा छैन तर नेपाली फिल्म चाहिँ कुन चाहिँ फिल्म चाहिँ A1 चलिरहेछ भने चाहिँ सुने है न्युजमा चाहिँ ठिक छ बधाई छ हाम्रो नेपालीहरूले पनि अब राम्रो राम्रो फिल्महरू बनाएकोमा अब डाइरेक्टरहरूलाई शुभकामना छ यसरी नै राम्रो राम्रो बनाउनु लगभग अहिले सुन्न पाएको छु कानमा अब त करोडौँ रुपियाँमा टिकट बिक्री हुन थाल्यो छ बेस्ट अफ लक नेपाली डाइरेक्टरहरूलाई र यसरी नै अझ राम्रो फिल्महरू बनाउँदै जाउँ र अझ आधुनिक क्यामेराबाट फिल्म बनाउनु भन्ने म सल्लाह दिन्छु बस यति हो शुभकामना छ तपाईँहरूको फिल्महरूबाट भले हामीले फिल्म हेर्न नपाए पनि तपाईँहरूको ट्रेलरबाट हेर्न पाए पनि एउटा खुसी लाग्छ तपाईँले ट्रेलरबाट पनि पैसा कमाउनुहुन्छ होइन त्यही नै खुसी लाग्छ बनाउनुहोस् अझ एडभान्स तरिकाले अझ भाषालाई अझ आधुनिक भाषाहरू हुन्छ नि त्यसलाई राखेर नेपालीकै आधुनिक भाषाबाटै अझ डाइलेगहरू राम्रो राम्रो बनाउनु होला र एक्सन कमेडी र सेन्टिमेन्टल पनि तिनटै राखेर तिन चिजै हेरेर फिल्म बनाउनु होला भाषाहरूकै होइन अब कतिपय अब कमेडीमा मात्रै चलिरहेछ नेपालीहरू एक्सनमा त्यति चल्या छैन तर एक्सनमा पनि अलि राम्रै दिनुपर्छ क्या कमेडी पनि राख्नु एक्सन पनि राख्नु र सेन्टिमेन्टल पनि राख्नु म यो तिनटै राख्नु सल्लाह दिन्छु फुर्सद भयो भने तपाईँहरूको नेपाली फिल्म हेरिदिउँला नभए ट्रेलरबाट भयो भने हामी चित्त बुझाउँला केही छैन किनभने यो समयको आधारले अब शनिबार आफ्नो काम भइरहेको छ फ्यामिलीसँग सपोर्ट दिन फ्यामिलीहरूले भनेर त तपाईँहरूको फिल्म हेर्न जाउँला तर फ्यामिलीले नै फिल्म हेर्न जानु मानेन भने म एक्लोले हेर्न अलिकति मुस्किल पर्छ त्यति हो समय खाली भयो भने मजाले हेरिदिउँला फ्यामिली बसेरै नेपाली फिल्म
ल जाउँ अब तर हेर्ने लायकको फिल्म चाहिँ हुनु पर्यो नेपालीमा बस हिन्दी फिल्महरूले पनि जस्तै साउथ इन्डियनले कति सोचेर जस्तै मैले भनेको अनुसारले एक्सन यो 3टा मात्रै जोड्ने होइन धर्मलाई पनि अलिकति जोडेर बनाएको राम्रो हुन्छ क्या फिल्महरू म त त्यो सल्लाह दिन्छु अरू केही होइन ल जाउँ बोल्दा बोल्दै बालाजुको घुम्ती चोकमा आइपुगिसकेँ ल जाउँ अब अब एउटा के भन्ने अब एक्सन प्रो 5 लिन्छु भन्ने सोचिरहेको छु अब यो दुईवटा क्यामेरा मलाई काम लाग्दैन एउटा क्यामेरा राखेर अर्को क्यामेरालाई एक्सेप्ट गर्नु पनि हुन्छ त्यसको लागि मैले सोचिरहेको छु नेटमा हेरिरहेको छु कसले एक्सचेन्ज गर्छ एउटा भाइले यतापट्टि एक्सचेन्ज गर्न खोजेको थियो तर त्यसमा क्यामेराको हाई रेट भनिदियो एकैचोटि एक्सन प्रो 6 को भन्दा 5 को महँगो पर्यो ल जाउँ अब म आज ओहो झन्डै कुकुरले सिनाउनु महलमा छोरालाई कान्छो छोरालाई ल्याएको छ त्यहाँनिर गएर छोरालाई पिकअप गरेर फेरि म घरतिर जानुपर्ने भएको छ आज बाटो उल्टो हुने भयो यो अन ड्युटी खोलिसकेपछि गाह्रो हुन्छ क्या रोडमा हिँड्न पनि राति ए अफ ड्युटी खोल्यो भने अन ड्युटी भन्नुहोस् कति लामो हो त्यो सिटीभित्र नि यत्रो मेरो विचार सबै प्रेस हुनुपर्छ यो किनभने यो एरियामा छपाईहरूको बढी काम हुन्छ क्या यो भयो बागबजार त म्याक्सिममै भयो छपाई केन्द्र केही चिजहरूको छपाई गर्नु कार्डहरू किताब भन्न याद आयो त्यो एउटा मान्छेको एउटा मेसिनले मात्रै प्याकिङ गर्छ टेपिङ सिस्टमै गर्दैन के हो आजकल टेपिङ सिस्टम छ डोरी सिस्टम के गरे हो झन् महँगो चिजहरू ला क्रस हुनु पाए त हुन्थ्यो क्रस चाहिँ भयो कस्तो क्यामेरा 4 भए जस्तो भइरहेछ ल कान्छोलाई लिएर अब म सिनाउलबाट हिँडेँ रातिको कति बज्यो अब 9-11 भइसकेछ एउटा घडी हेर्नेको चक्करले गर्दाखेरि अलिकति मेरो 15 मिनट 10 मिनट त्यहाँ गयो मलाई त्यो धेरै घडी भएपछि कुन घडी लिउँ पो दिने मन लागेन ल्याउँला एउटा न एउटा घडी ठ्याक्क हातमा परेपछि ट्याक्क लिने हो सुहाउनु पऱ्यो क्या टाक्क हेर्दा पनि राति पनि देखोस् पछाडि बसेर हल्ला गरेर आएको छ जडीबुटीको थाइल्यान्ड एरिया आइपुग्यो ऊ पछाडि प्लेन आयो छोरो देख्यौ मरे खोइ मऱ्यो भन्नु ठाने मैले त गयो भन्दा बाटो हेर्दा अजिब देखिनुपर्छ क्या एउटा सानो मिस्टेकले गर्दा हाम्रो जिन्दगी जान्छ त्यही भएर बाटोमा हिँड्दा एकदम ध्यान पुऱ्याएर हिँड्नुपर्छ क्या बाइकले कुदाउने हो बाइकले ठाउँमा पुऱ्याइदिइहाल्छ इन्जिन त हो पुऱ्याइदिइहाल्छ नि हामीले काँदा बोकेर हिँडाएन बाइकलाई कमेन्ट सेक्सनमा बताउनु होला स्पिड कुदाएर मात्रै समाधान हुने भए संसारले स्पिडै कुदाएर हिँड्थ्यो होला सवारी साधन तर त्यसको पनि एउटा लिमिटेसन हुन्छ क्या कुन ठाउँमा कतिखेर कुदाउने कस्तो ठाउँमा कुदाउने मेरो बाइकले धान्छ कि धान्दैन स्पिडमा क्यापेसिटी हेर्दाखेरि धान्छ कि धान्दैन त्यो ध्यान पुऱ्याउनु पर्छ क्या हामीले बाटोमा हिँड्दाखेरि बाचा अरू केही होइन जति कुदाए पनि आखिर कुद्ने त्यही ठाउँमा जाने पुग्ने हो गन्तव्यसम्म होइन मेरो चाहिँ त्यो लाग्छ है भनाइ अब पछाडिबाट कसैले हान्ला र ठोक्ला भने त्यो अलगै कुरो हुन्छ त्यो स्याउको कभर हो त्यो स्याउलाई कभर गर्ने हुन्छ नि
स्याउलाई कभर गर्छ नि हो त्यो प्लास्टिकमा जम्मा गरेर त्यो उडेर गयो कुन चाहिँले फोहोर फालेर तर हाम्रो नेपाल सफा सुग्घर राख्नुपर्छ बस त्यति हो त्यो मजा आएर कहिले काहीँ त भिडियोमा नि देख्न पाइयो ल यिनीहरूले त तलै नानीहरूको पो कपडा हो त है ल भाइको कपडा है ल साँचो पनि लिएर हो ल माथि जाउँ कस्तो अँध्यारो हो आमामा कसले भने 6 बजे त्यो तिनीहरूलाई मात्र हो 6 बजे गएर त्यहाँ रेडी हुने होइन हामी त एकैचोटि त्यहीँ पुग्ने हो